यो कलेजो टचिङवाला कथा चाहिँ कुखुरा र केराको हो। सुन्नुहोला र हेर्नुहोला। धन्यवाद। हा। एक दिनको कुरा हो। हरियाली वनको छेउमा रहेको एउटा सानो बगैँचामा निकै रमाइलो कुराकानी चलिरहेको थियो। त्यहाँ एउटा केरा र एउटा कुखुरा असाध्यै मिलेर बस्ने दुई साथी थिए। एक दिन कुखुराले भन्यो, केरा दाई, आज हामी केही नयाँ गर्ने हो? केराले हाँस्दै भन्यो, ल, आज रमाइलो यात्रा जाउँ न। दुवै साथी जंगलतिर लागे। बाटोभरि चरा गाइरहेका थिए, हावा बगिरहेको थियो र पहाडबाट आउने चिसो हावा मनै ताजा पार्थ्यो। केही टाढा पुगेपछि उनीहरू एक खोला किनारमा पुगे। कुखुरा भने, केरा दाई, म त पौडी खेल्न सक्दिन, तपाईँ भने पानीमा तैरिन सक्नुहुन्छ होला नि? होइन? केराले मुस्कुराउँदै भन्यो, म पनि पानीमा डुबिहाल्छु होला, तर एक अर्कालाई साथ दिएपछि केही पनि कठिन हुँदैन। त्यसपछि दुवैले मिलेर सानो पुल बनाए, पत्थरहरू जोडेर पारीतिर जान सजिलो बनाइदिए। उनीहरूको सहयोग देखेर जंगलका अन्य जनावरहरूले पनि ताली पाए। अन्त्यमा कुखुराले खुसी हुँदै भन्यो, साँच्चीकै साथी त त्यही जो साथ नछोडोस्, जहाँ कति नै कठिनाई किन नहोस्। केराले टुप्लुक्क टाउको हल्लाएर भन्यो, हो साथी, मिलेर काम गर्यो भने हरेक यात्रा रमाइलो हुन्छ। धन्यवाद। हा।